नमस्कार सबैलाई। आज चाहिँ हामीले यो रानीविहीन गोलामा चाहिँ यो ग्राफ्टिङ फ्रेमबाट निकालिएको ग्राफ्टेड क्विन सेल छ हामीसँग हैन। यो 13 गते चाहिँ निकालेर त्यो 13 गते निकालेको लार्भा चाहिँ ग्राफ्टिङ फ्रेममा सायद भोलि कि पर्सि निस्कदैछ। यो रानी चाहिँ यो कपमा छ, 3 वटा क्विन सेल छ र हामीसँग 3 वटा चाहिँ यहाँ क्विनलेस घारहरू छ, रानीविहीन घार छन्। रानी सहितको घारलाई चाहिँ हामीले टाढा लिएर राखेका छौँ तलतिर। हामीसँग 3 वटा छ। त्यो थोरै अवस्थामा गोलाकार छ भने चाहिँ तपाईहरुले यस्तो ग्राफ्टेड क्विनहरू हैन, अथवा चाहिँ प्राकृतिक तरिकाले रानीले चाहिँ त्यस्तो कोषहरू उठाएको छन्, त्यसलाई व्यवस्थापन गरेर पनि घारलाई व्यवस्थापन गर्न सकिन्छ। तर 15 देखि 20 गोला माथि छ भने तपाईहरुले चाहिँ रानी ग्राफ्टिङ गरेर त्यसलाई मेटिङ हाइभमा हैन राखेर पास गराएर हैन तपाईहरुले चाहिँ त्यसरी चाहिँ हुर्काउनु पर्ने हुन्छ हैन। धेरै घार हुँदाखेरि चाहिँ रानी कन्फ्युज हुन्छ घारमा फर्किँदाखेरि। र 2-3 वटा घारको केसमा चाहिँ तपाईहरुले यो क्विन सेलबाट पनि रानी व्यवस्थापन गर्न सकिन्छ। यो चाहिँ ग्राफ्टिङ गरेर अब यो रानु चाहिँ निस्किया हैन, एकदमै सेन्सिटिभ हुन्छ। यो चाहिँ यो मैन हुने भएको हुनाले चाहिँ यसलाई चाहिँ यो कपडामा, नरम कपडामा राखिएको छ। प्लास्टिकमा राख्यो भने गर्मीले चप्किएर पग्लिन सक्छ, मैन हो यो। यो चाहिँ भोलि कि पर्सि निस्किन्छ, सायद पर्सि निस्किन्छ होला। 3 वटा छ, हामीले 3 वटा चाहिँ यसरी व्यवस्थापन गर्दैछौँ है। चाहिँ बिस्तारै क्विन सेल यो रानीविहीन गोलाहरू चाहिँ अलि हैन, रानी नहुँदाखेरि अलि रिसा हुन्छ यिनीहरू चाहिँ। यो चाहिँ यसको जस्तो ओरिजिनल पोजिसन हुन्छ त्यसरी नै हुन्छ। 5 फ्रेम छ भने हामीले यसलाई बिचमा दिन्छौँ। दिँदाखेरि चाहिँ